सम्पूर्णमा जय मसीह। विशेष धन्यवाद दिन्छु परमेश्वरले यो सुन्दर दिन बनाउनु भयो, सुन्दर दिन दिनुभयो र हामीलाई यो मौका दिनुभएको छ कि उहाँको वचन सिकौँ, हामी उहाँलाई अझै नजिकताबाट चाहिँ हामी चिनौँ भन्ने कुरा प्रभुले जुन हामीलाई यो अधिकार दिनुभयो त्यसको लागि प्रभुलाई हामी धन्यवाद दिन सक्छौँ। र विशेष धन्यवाद दिन्छु कि जुन हाम्रो टिम छ, हाम्रो यो चौधरी ग्रुप जुन छ, उहाँहरूले चाहिँ र मैले लगायत सम्पूर्ण साथीहरूले चाहिँ एउटा प्लान गरियो कि परमेश्वरको वचनमा कसरी चाहिँ हामी अगाडि बढ्न सकिन्छ र परमेश्वरको नजिक कसरी आउन सकिन्छ र हामी एक दुसरालाई कसरी उत्साह दिन सक्छौँ, चाहिँ कसरी सिकाउन सक्छौँ भन्ने कुरा हामी जुन यो गरियो, यो पक्कै पनि परमेश्वरको योजनाद्वारा भएको हो। र सबैलाई धन्यवाद दिन्छु साथीहरूलाई। तपाईँहरूले चाहिँ यो भिडियोहरू अपलोड गर्नुभयो, आफ्ना केही जानेका कुराहरू अनि केही सिकेका कुराहरू चाहिँ जसरी अपलोड गर्नुभयो र हामी यसबाट हामी यो भिडियोहरूबाट यो वचनहरूबाट चाहिँ हामी केही कुरा सिक्न पायौँ। जस्तै कि प्रभुको जन्म कसरी भयो, प्रभु कसका पुत्र हैन, र अगमबानी गरिएका थिए, ती कुराहरू कसरी पुरा भयो त भन्ने कुराहरू चाहिँ हामीले हेऱ्यौँ। र आज भिडियोहरू चाहिँ मैले आफैले बनाएर चाहिँ मैले अपलोड गर्न चाहेँ, किनभने म केही कुरा मैले सिकेका कुराहरू म तपाईँहरूको माझमा चाहिँ राख्न चाहन्छु हैन, र यसबाट तपाईँहरू पनि आफ्ना जानेका कुराहरू यसमा थप्न सक्नुहुन्छ हैन। हामी एक दोस्राबाट यसरी नै सिक्न सक्छौँ। त्यही भएर म चाहन्छु कि मैले चाहिँ भिडियो बनाएर मैले चाहिँ तपाईँहरू माझ केही विचारहरू राखौँ, परमेश्वरका यी पवित्र वचनहरू तपाईँको माझमा राखौँ भनेर चाहिँ मैले आज यो भिडियो बनाएर चाहिँ मैले तपाईँहरू माझ राख्न चाहन्छु र केही कुरा मैले तपाईँहरूलाई बुझाउन चाहन्छु र म आफै पनि बुझ्न चाहन्छु र मैले केही कुरा म आफै सिक्न चाहन्छु र तपाईँहरूबाट पनि सिक्न चाहन्छु। यस कारणले गर्दाखेरि म आज यो टपिक लिन चाहन्छु कि यो मत्ती 4को 1 देखि 11सम्म। यसमा के छ भन्दाखेरि उजाड स्थानमा येशूको परीक्षा। जब हामी यो हेर्दाखेरि हामी देख्दछौँ कि प्रभुको परीक्षा चाहिँ कसरी भयो हैन। जब प्रभु आफै स्वयं परमेश्वर हुँदा पनि येशूको परीक्षा कसरी भयो हैन, यो विषयमा हामी हेर्नेछौँ। योभन्दा पहिले हामी हेर्नेछौँ कि येशूको बप्तिस्मा बारे हामी हेर्नेछौँ हैन। जब उजाड स्थानमा यूहन्ना उजाड स्थानमा आउनुभयो, यहुदियाको उजाड स्थानमा जब यूहन्ना आउनुभयो, उनले चाहिँ यहुदियाका थुप्रै व्यक्तिहरूलाई चाहिँ उहाँले बप्तिस्मा दिन लाग्नुभयो। उहाँले कस्तो खालको बप्तिस्मा दिनुहुन्थ्यो भन्दाखेरि पश्चातापको बप्तिस्मा। उहाँले भन्नुहुन्थ्यो कि मानिसहरूलाई कि तपाईँहरू मन फिराउनुहोस्, तपाईँहरू परमेश्वरको राज्य नजिकै आएको छ, तपाईँहरू मन फिराएर चाहिँ पश्चातापको बप्तिस्मा लिनुहोस् भनेर चाहिँ यूहन्नाले मानिसहरूले बप्तिस्मा दिन्थे। र त्यसपछि यो बप्तिस्मा दिने क्रममा चाहिँ येशू गालिलबाट चाहिँ हैन एर्दनमा आउनुभयो। मतलब एर्दन नदीमा चाहिँ यूहन्नाले बप्तिस्मा दिइरहेका थिए र येशूलाई थाहा भयो कि यूहन्नाले चाहिँ एर्दन नदीमा मानिसहरूले पश्चातापको बप्तिस्मा चाहिँ दिइराख्नु भएको छ भन्ने कुरा येशूले थाहा पाउनुभयो। त्यसपछि जब येशू यूहन्ना कहाँ बप्तिस्मा लिनको लागि आए, तब यूहन्नाले येशूलाई रोक्न खोजे। किन रोक्न खोजे भन्दाखेरि यूहन्नालाई थाहा थियो कि जसको बारेमा मैले यिनीहरूलाई बप्तिस्मा दिइरहेको छु अथवा म जसको बारेमा चर्चा गरिरहेको छु उहाँ यहाँ नै हुनुहुन्छ भनेर चाहिँ यूहन्नालाई थाहा थियो। त्यही भएर चाहिँ यूहन्नाले येशूलाई रोक्न खोजे। त्यसपछि यूहन्नाले के भन्छन् भन्दाखेरि मैले पो तपाईँबाट बप्तिस्मा लिनुपर्ने, तर तपाईँ के म कहाँ आउनुहुने, उहाँले यसरी भनेर रोक्न खोजिरहेका थिए। तर प्रभु येशूले चाहिँ प्रभु येशू अझै नम्र भएर चाहिँ उहाँले के भन्नुभयो भन्दाखेरि अहिलेलाई यस्तै हुन दियो भनेर चाहिँ येशूले चाहिँ यूहन्नालाई भने। र उहाँको भनाइद्वारा प्रभु येशू जब यूहन्नाबाटै बप्तिस्मा लिन चाहे तब यूहन्ना चाहिँ येशूलाई बप्तिस्मा दिन राजी भयो। त्यसपछि येशूको बप्तिस्मा भइसकेपछि उहाँ पवित्र आत्माद्वारा चाहिँ उजाड स्थानमा लगिनुभयो। उजाड स्थान भनेको यस्तो ठाउँ हो प्रियहरू जहाँ रुख बिरुवा हुँदैन, जहाँ पानीहरू पाउँदैन,
जहाँ मान्छेको बस्तीहरू हुँदैन हैन, जहाँ एकदमै सुक्खा ठाउँ हुन्छ हैन, त्यहाँ पानी नपाउने एकदमै मान्छे भोकभोकै हुन्छ। कोही मान्छे चाहिँ त्यस्तै मान्छे त त्यतिकै भयो भने त मर्न पनि सक्छ हैन। त्यस्तो ठाउँमा चाहिँ प्रभु येशू पवित्र आत्माद्वारा चाहिँ उहाँ लगिनुभयो। अनि जब प्रभु येशू पवित्र आत्माद्वारा उजाड स्थानमा लगिनुभयो तब शैतान चाहिँ उहाँलाई परीक्षा गर्न खोज्यो। हामी अहिले हेर्नेछौँ मत्ती 4को 1 देखि पढ्दाखेरि हामी हेर्दा देख्दछौँ कि शैतानले चाहिँ कसरी प्रभु येशूको परीक्षा लिइरहेको हुन्छ त हैन। हामी देख्छौँ तब दियाबलसद्वारा परीक्षा गरिनलाई पवित्र आत्माद्वारा येशू उजाड स्थानमा लगिनुभयो। उहाँ 40 दिन र 40 रातसम्म उपवास बसिसकेपछि भोकाउनुभयो। तब परीक्षा गर्ने उहाँ कहाँ आए र भन्यो, तपाईँ परमेश्वरका पुत्र हुनुहुन्छ भने यी ढुङ्गाहरूलाई रोटी हुन् भनी आज्ञा दिनुहोस्। हेर्नुहोस् है, जब प्रभु येशू उजाड स्थानमा हुँदाखेरि उहाँ 40 रात 40 दिनसम्म उहाँ केही खानुभएको थिएन हैन। उहाँ एकदमै भोकाउनु भएको थियो होला, तिर्खाउनु भएको थियो होला। उहाँले चाहिँ केही नखाएको कारणले गर्दाखेरि एकदमै हिँड्न नसक्ने स्थितिमा पनि हुनुहुन्थ्यो होला। त्यो मौका पारेर चाहिँ शैतानले के भन्दैछ, उसले चाहिँ युक्ति गर्यो होला कि यसलाई चाहिँ मैले यो रोटीको लालच अथवा के खानेकुराको लालच दिएँ भने चाहिँ यसले चाहिँ मेरो गुलामी गर्छ कि हैन, मेरो कुरा मान्छ कि भन्ने कुरा शैतानले सोच्यो होला। अनि शैतानले के भन्छ, तपाईँ परमेश्वरको पुत्र हुनुहुन्छ भने हैन, तपाईँ परमेश्वरको पुत्र हुनुहुन्छ भने यी ढुङ्गाहरूलाई रोटी हुन् भनी आज्ञा दिनुहोस्। जब शैतानले त्यसो भनिसकेपछि शैतानको मनमा यो पनि थियो होला कि उसलाई थाहा थियो होला यो संसारको मुक्तिदाता हो। यो संसारका व्यक्तिहरूले जब यसले भेट्न पायो अथवा परमेश्वरको राज्यको सुसमाचार जब फैलाउन पायो भनेपछि मेरो राज्य खतम हुन्छ भन्ने कुरा शैतानलाई थाहा थियो होला। त्यही भएर चाहिँ शैतानले सबभन्दा सुरुको टार्गेट चाहिँ प्रभु येशू मसीहलाई राख्दैछ हैन। प्रभुलाई सबभन्दा सुरुको टार्गेट चाहिँ प्रभुले राखिरहेको छ। किन भन्दाखेरि यदि जो मुक्तिदाता यो संसारमा न्याय दिन आउँदैछ भन्ने कुरा शैतानलाई थाहा थियो र उसलाई थाहा भयो कि यही मान्छे हो हैन, यो व्यक्ति हो कि संसारलाई मुक्ति दिने भन्ने कुरा शैतानलाई थाहा भयो। त्यही भएर चाहिँ सबभन्दा ठुलो टार्गेट चाहिँ शैतानको येशूलाई परीक्षा गरेर येशूलाई चाहिँ गुलाम बनाउने टार्गेट थियो। र शैतानको टार्गेट के थियो भन्दाखेरि जब म यो येशूलाई गुलाम बनाउँछु तब संसारका व्यक्तिहरू त मसँग यत्तिकै पनि गुलाम भइहाल्छन् भन्ने कुरा उसले मनमा सोचेको थियो होला। तर प्रभु येशू यहाँ के भन्नुभएको छ, लेखिएको छ मानिस रोटीले मात्र होइन तर परमेश्वरको मुखबाट निस्केको हरेक वचनले जीवित रहँदछ। हेर्नुहोस् है, शैतानलाई चाहिँ प्रभु येशूले कसरी जवाब दिनुभयो भन्दाखेरि लेखिएको छ हैन, यस्तो लेखिएको छ कि मानिस रोटीले मात्रै होइन तर परमेश्वरको मुखबाट लेखेको हरेक वचनले चाहिँ के गर्दछ, जीवित रहँदछ। साँच्चै प्रियहरू, हामी हेर्दाखेरि चाहिँ हैन ठुल्ठुला धनी व्यक्तिहरू तपाईँ समाजमा हेर्नुहोस्, सहर बजारमा हेर्नुहोस्, धेरै ठुल्ठुला व्यक्तिहरू कतिका कार छन् हैन, गाडी बङ्गला घरहरू छन्, तर तिनीहरू सन्तुष्ट भएको छैन। तिनीहरूसँग मिठो खानेकुरा छ हैन, सफा कपडा छ, लगाउने सबै कुरा राम्रो छ, तर पनि तिनीहरू सन्तुष्टि छैनन्। जसले परमेश्वरको वचन यदि ग्रहण गरेको छैन भने, परमेश्वरलाई विश्वास गरेको छैन भने ती व्यक्तिहरू सन्तुष्ट छैनन्। त्यही भएर चाहिँ मानिस रोटीले मात्रै होइन तर परमेश्वरको हरेक वचनले चाहिँ के हुन्छ त, जीवित हुँदछ। हामी हेर्दछौँ, म एउटा उदाहरण दिन चाहन्छु यहाँ। तपाईसँग राम्रो खाना छ हैन, राम्रो खाना हुँदा हुँदै पनि तपाईँ सोच्नुहुन्छ कि मलाई एउटा राम्रो कपडा चाहियो, राम्रो कपडा लाउन पाए हुन्थ्यो। फेरि भोलिपल्ट तपाईँ सोच्नुहुन्छ हैन, मलाई बाइक भयो हुन्थ्यो। त्यसपछि फेरि तपाईँ बाइक पाइसकेपछि फेरि सोच्नुहुन्छ कि मलाई कार भयो हुन्थ्यो। अनि जोसँग कार छ त्यसले सोच्छ कि मलाई एउटा हेलिकप्टर भइदियो हुन्थ्यो। त्यही भएर प्रियहरू, मान्छेको आवश्यकताहरू असीमित हुन्छ र यी सबै संसारिक थोकहरूले चाहिँ मान्छेलाई जीवित राख्दैन र मान्छेलाई सन्तुष्टि दिँदैन। र जसले परमेश्वरको वचनलाई, परमेश्वरको मुखबाट निस्केको वचनलाई जसले ग्रहण गरेको छ, जसले स्वीकार गरेको छ, जसले विश्वास गरेको छ, त्यो चाहिँ बचाइनेछ र परमेश्वरको वचनद्वारा चाहिँ
त्यो जीवित रहँदछ। तब दियावलसले उहाँलाई पवित्र नगरमा लगेर मन्दिरको शिरमा खडा गरायो र उहाँलाई भन्यो, तपाईँ परमेश्वरका पुत्र हुनुहुन्छ भने यहाँबाट हाम फाल्नुहोस्, किनभने यस्तो लेखिएको छ, उहाँले आफ्ना दूतहरूको जिम्मामा तिमीलाई दिनुहुनेछ र तिनीहरूले तिमीलाई आफ्ना हातै थाम्नेछन्, नत्र तिम्रो खुट्टा ढुङ्गामा ठोकिनेछ। हेर्नुहोस् है, शैतानले यहाँ आएर चाहिँ के गर्दैछ त भन्दाखेरि स्वयं परमेश्वरको परीक्षा लिन खोजिरहेको छ हैन। जब यहाँ शैतानले के भन्दैछ हैन, किनभने यस्तो लेखिएको छ गरे हैन। जब प्रभु येशूले शैतानले जब प्रभु येशूलाई रोटी बनाइदियो भनेर आग्रह गर्दाखेरि चाहिँ प्रभु येशूले के भन्नुभयो भन्दाखेरि लेखिएको छ, मानिस रोटीले मात्र होइन तर परमेश्वरको हरेक वचनले चाहिँ जीवित रहँदछ। त्यसपछि यहाँ शैतानले चाहिँ के युक्ति लाउँदैछ भन्दाखेरि शैतानलाई बाइबलका सबै पदहरू सबै वचनहरू उसलाई थाहा छ र त उसले यहाँ के भन्दैछ, यस्तो पनि लेखिएको छ हैन। जब येशूले रोटी नबनाउने आग्रह गर्दाखेरि चाहिँ यस्तो लेखिएको छ भनेर भन्दाखेरि चाहिँ शैतानले फेरि यहाँ दोस्रो परीक्षा लिँदाखेरि के भन्दैछ, उसले यस्तो पनि लेखिएको छ है, यस्तो पनि लेखिएको छ, उहाँले आफ्ना दूतहरूको जिम्मामा तिमीलाई दिनुहुनेछ र तिनीहरूले तिमीलाई आफ्ना हातै थाम्नेछन् हैन। यो शैतानले चाहिँ यसरी परीक्षा लिँदैछ कि हैन, यस्तो पनि लेखिएको छ, तपाईले भनेको जस्तो पनि लेखिएको छ, तर यस्तो पनि लेखिएको छ कि तपाईँ यदि यहाँबाट हाम फाल्नुभयो भने चाहिँ स्वर्गदूतहरूले आएर चाहिँ परमेश्वरका स्वर्गदूतहरू आएर चाहिँ तपाईलाई हातै थाम्छन् हैन, यस्तो लेखिएको छ भनेर चाहिँ शैतानले भन्दैछ। तर फेरि यसले के जवाब दिनुभयो भन्दाखेरि लेखिएको छ, तैँले परमप्रभु आफ्ना परमेश्वरको परीक्षा नगर्नु। प्रियहरू, हामीलाई नै परमेश्वरले बनाउनु भयो, परमेश्वरले हामीलाई नै सृष्टि गर्नुभयो। हामी एउटा माटोबाट बनाइयौँ हैन। परमेश्वरको अगाडि हामी एउटा ढुलो जस्तै हो, हामी एउटा माटो नै हो। के हामी परमेश्वरको परीक्षा गर्न सक्छौँ र हैन? के हामी परमेश्वरको परीक्षा लिएर हामी परमेश्वरभन्दा माथि जान सक्छौँ र? त्यो असम्भव कुरा हो प्रियहरू। साँच्चै नै प्रभु हामीलाई अद्भुत तरिकाले बनाउनु भयो। हाम्रो यो हेर्नुहोस्, औँला हेर्नुहोस्, यो जुन फ्लेक्सिबल औँलाहरू छ हैन, यो फ्लेक्सिबल औँलाहरू छ, हाम्रो आँखा छ, नाक छ, कान छ, मुख छ, हामी बोल्न सक्छौँ हैन, हामीसँग केही बुद्धिहरू छ, यो सबै कसले दिएको त? परमेश्वरले दिनुभएको। हामी अद्भुत तरिकाले बनाइएका हौँ र यो सबै थोक के हो त? प्रभु परमेश्वरले हामीलाई दिनुभएको हो र उहाँले नै हामीलाई सृष्टि गर्नुभएको हो। के हामी उहाँको परीक्षा लिन सक्छौँ र? कि आज हामी उहाँभन्दा माथि भइसक्यौँ? होइन प्रियहरू, हामी चाहिँ उहाँको परीक्षा लिन सक्दैनौँ। त्यही भएर प्रभु येशूले चाहिँ यहाँ के भन्नुभयो भन्दाखेरि लेखिएको छ, तैँले परमप्रभु आफ्ना परमेश्वरको परीक्षा नगर्नु हैन। हामी परमेश्वरको परीक्षा गर्न सके पो गर्ने, हामी सक्दैनौँ भने चाहिँ के गर्ने हैन। त्यही भएर प्रियहरू, हामी परमेश्वरको परीक्षा गर्न सक्दैनौँ। त्यसपछि जब फेरि शैतानले यो जवाब पाइसकेपछि येशूबाट हैन, यो जवाब पाइसकेपछि फेरि पनि शैतानले यहाँ के भन्दैछ त? हामी फेरि 8मा हेर्नेछौँ। फेरि दियावलसले उहाँलाई एउटा अल्गो पर्वतमा लगेर संसारका सबै राज्य र तिनको वैभव उहाँलाई देखायो र उहाँलाई भन्यो, तपाईँले घोप्टेर मलाई दण्डवत गर्नुभयो भने यी सबै थोक म तपाईँलाई दिनेछु। हेर्नुहोस् भाइ प्रियहरू, यहाँ शैतानले के भन्दैछ भन्दाखेरि प्रभु येशूलाई यहाँ भन्दैछ कि एउटा पहाडको चुचुरोमा लगेर हैन, एउटा अग्लो स्थानमा लगेर चाहिँ प्रभु येशूलाई के भन्दैछ, यदि तपाईँले मलाई दण्डवत गर्नुभयो भने यो जुन संसारको सारा जुन छ यो राज्य म तपाईँलाई दिन्छु। अलरेडी यो संसार उहाँकै हो, अलरेडी उहाँले सृष्टि गर्नुभएको हो यो संसारलाई चाहिँ। के त्यो उहाँकै संसारलाई चाहिँ शैतानले फेरि उहाँलाई दिने? यो कस्तो हाँसो लाग्ने कुरा छैन र हैन। यहाँ चाहिँ हामी हेर्न सक्छौँ कि जब यो संसार सबै यो सारा संसार चाहिँ स्वयं परमेश्वरले बनाउनु भयो, येशू परमेश्वरका पुत्र, सबै अधिकार चाहिँ प्रभुले जमाउन सक्नुहुन्छ संसारमा, सबै उहाँकै सृष्टि हो। उहाँ एकजना परमेश्वर सृष्टिकर्ताका पुत्र हुनुहुन्छ। स्वयं यो सबै सम्पत्तिहरू, स्वयं यी सारा सृष्टिहरू उहाँकै हो। तर शैतानले यहाँ के लालच देखाइरहेको छ भन्दाखेरि यी सबै थोक
तपाईँले देख्नुभएको होइन, यो सबै थोक जुन देखिराख्नु भएको छ, यी सबै थोक चाहिँ म तपाईँलाई दिन्छु यदि तपाईँ मलाई दण्डवत गर्नुभयो भने भनेर होइन। स्वयं प्रभु येशू परमेश्वरका पुत्र हुनुहुन्छ, स्वयं एक सृष्टिकर्ताको पुत्र हुनुहुन्छ, स्वयं यो सबै सृष्टि उहाँकै हो। तर शैतानले उहाँलाई नै लालच देखाइरहेको छ कि यो सारा थोक मैले तपाईँले दिन्छु भनेर। कस्तो मूर्ख शैतान हामी यहाँ देखिरहेका छौँ प्रियहरू। साँच्चै प्रियहरू, हामीसँग पनि केही परीक्षाहरू हुन सक्छ होइन। हामी पनि परमेश्वरका सन्तान हौँ, हामीसँग पनि परीक्षा हुनसक्छ। तर त्यस्ता परीक्षाहरूबाट तपाईँ नडराउनुहोस् प्रियहरू, किनकि हामी यो सृष्टिकर्ता परमेश्वरका पुत्र हौँ होइन। हामीसँग के छ त? सबै कुराहरू छ। यी जति पनि देख्छौँ हामी, बोट बिरुवा, सूर्य चन्द्रमा ताराहरू सबै हाम्रै हो यो, किनभने हामी परमेश्वरका पुत्र हौँ होइन। आज हामी गर्वका साथ भन्न सक्छौँ कि यो मेरो बुवाले बनाउनु भएको हो, यो मेरो बुवाले सृष्टि गर्नुभएको हो भनेर हामी गर्वका साथ भन्न सक्छौँ। यसकारण परमेश्वरलाई धन्यवाद भएको होस् कि जुन यो हामी देख्दछौँ सूर्य चन्द्र झरना नदी नाला, यो सबै परमेश्वरले बनाउनु भएको, हाम्रो बुवाले बनाउनु भएको। आज हामी छाती पिटेर भन्न सक्छौँ कि म एक सृष्टिकर्ता परमेश्वरको छोरा हो भनेर। आज जुन हामीले अधिकार पाएका छौँ होइन, जुन अधिकार पाएका छौँ, त्यो अधिकार एकदमै धन्यको अधिकार हो प्रियहरू। त्यसपछि यसलाई थाहा छ कि म परमेश्वरको पुत्र हुँ र मेरो बुवा यो संसारको मालिक हुनुहुन्छ, यी सबै थोकहरू मेरै हुन् भनेर प्रभुलाई थाहै छ। त्यसपछि यहाँ प्रभुले के भन्नुहुन्छ? शैतान त दूर होइजा, किनभने लेखिएको छ, तैले परमप्रभु आफ्ना परमेश्वरलाई दण्डवत गर्नु र उहाँको मात्र सेवा गर्नु होइन। साँच्चै प्रियहरू, परमेश्वरलाई हामीले बनाउनु भयो, हामीले सृष्टि गर्नुभयो, के हामी उहाँको आराधना गर्न छोडी, उहाँको होइन उहाँलाई दण्डवत गर्न छोडी के हामी अरूलाई दण्डवत गर्ने, शैतानलाई दण्डवत गर्ने, यस संसारको कुनै व्यक्तिलाई दण्डवत गर्ने होइन प्रियहरू। हाम्रो सृष्टिकर्ता एक मात्र हुनुहुन्छ, जो परमेश्वर हुनुहुन्छ। उहाँ बाहेक हामी अरू कसैले दण्डवत नगर्ने भनेर चाहिँ हामी जान्दछौँ। हाम्रो आफै भित्री हृदयबाट हेर्नुहोस्, आफ्नो भित्री हृदयबाट चाहिँ तपाईँ सोच्नुहोस्। जब आफ्नो भित्री हृदयबाट तपाईँ सोच्नुहुन्छ तब तपाईँलाई मनमा लाग्छ कि हो, परमेश्वरले मलाई सृष्टि गर्नुभयो र मैले परमेश्वरलाई नै दण्डवत गर्नुपर्छ। यसकारण शैतानले चाहिँ यसकारण प्रभु येशूले चाहिँ शैतानलाई भने कि शैतान त मबाट दूर होइजा, शैतान त दूर होइजा, किनभने लेखिएको छ, तैँले परमप्रभु आफ्ना परमेश्वरलाई दण्डवत गर्नु र उहाँको मात्र सेवा गर्नु होइन। त्यसपछि शैतानलाई कुनै सिप लागेन होइन, उसले चाहिँ परीक्षा लिँदै थाक्यो। शैतानलाई कुनै सिप नलागेपछि त्यो भाग्यो प्रियहरू, शैतान भाग्यो। यहाँ लेखेको छ, तब दियाबलस उहाँलाई छोडेर गयो र स्वर्गदूतहरूले आएर उहाँको सेवा टहल गरे। यहाँ हामी हेर्दछौँ कि शैतानको कुनै सिप नलागेपछि, प्रभु येशूलाई जब परीक्षामा पार्न नसकेपछि चाहिँ शैतान भाग्यो होइन। शैतान भागिसकेपछि चाहिँ उहाँका स्वर्गदूतहरू चाहिँ आएर त्यसपछि येशूलाई चाहिँ के गरे त, उहाँलाई खाना दिए होलान् होइन। एक ठाउँमा बसालेर चाहिँ खाना दिए होलान्, सबै कुरा सेवा टहल गरे होलान्। कसैले कुनै दूतहरूले उहाँको हात खुट्टामा मसाज गर्यो होला, कसैले खुट्टा दाब्यो होला, कसैले हात दाब्यो होला, कसैले शरीरहरू चाहिँ मतलब दाब्यो होला होइन। जब येशूको सेवा टहल गर्दाखेरि स्वर्गदूतहरूले चाहिँ कसैले खुट्टा मालिस गर्यो होला, जब उहाँ हिँड्नुहुन्थ्यो यताउता डाँडा काँडामा हिँड्नुहुन्थ्यो र उहाँको शरीर दुख्यो होला, त्यतिखेर कसैले शरीरमा मालिस गर्यो होलान्, कसैले चाहिँ उहाँको हात दबाइरहेका थिए होलान् र मिठो मिठो खाना चाहिँ स्वर्गदूतहरूले खुवाएर चाहिँ येशूका सेवा टहल गरे होलान्। र आज हामी यो मत्ती 4 अध्यायको 11 पदसम्म होइन, 1 देखि 11 पदसम्म हामी आज के कुराहरू सिक्न पायौँ भन्दाखेरि चाहिँ हामी मुख्य 4वटा कुराहरू हामी सिक्न पायौँ होइन। सबभन्दा सुरुमा हामी के सिक्न पायौँ भन्दाखेरि नम्र हुने होइन। जब प्रभु येशू यूहन्नाद्वारा बप्तिस्मा लिन आउनुभयो त्यतिखेर प्रभु एकदमै नम्र भएर चाहिँ होइन, उहाँले चाहिँ आफूलाई चाहिँ होच्याएर चाहिँ बप्तिस्मा लिनुभयो, किनकि उहाँ स्वयं परमेश्वर हुनुहुन्छ। उहाँलाई यूहन्नाद्वारा बप्तिस्मा लिने कुनै आवश्यकतै थिएन, तर उहाँ नम्र भएर चाहिँ होइन
उहाँलाई चाहिँ आफूलाई चाहिँ झुक्याएर चाहिँ आफूलाई चाहिँ मतलब कि आफूलाई एकदमै कोमलताका साथ चाहिँ उहाँले यूहन्नाद्वारा बप्तिस्मा लिनुभयो। त्यही भएर हामी पहिलो कुरा हामी सिक्यौँ कि हामी नम्र हुन सकौँ भनेर। दोस्रो कुरा चाहिँ यहाँ के छ भन्दाखेरि मानिस रोटीले मात्र होइन तर परमेश्वरको हरेक वचनले के गर्दछ त जीवित रहँदछ भन्ने कुरा हामी यहाँ सिक्यौँ। र तेस्रो कुरा चाहिँ हामीले के सिक्यौँ भन्दाखेरि हामी परमेश्वरको परीक्षा लिन सक्दैनौँ, हामी परमेश्वरको परीक्षा गर्न सक्दैनौँ, किनभने हामी उहाँकै सृष्टि हो, उहाँलाई नै हामीले बनाउनु भयो। हामी उहाँको परीक्षा कसरी गर्न सक्छौँ हैन? तेस्रो कुरो चाहिँ हामी परमेश्वरको परीक्षा गर्न सक्दैनौँ प्रियहरू। र यहाँ चौथो कुरा के छ भन्दाखेरि हामी परमेश्वरलाई मात्रै दण्डवत गर्ने, किनकि उहाँ हाम्रो सृष्टिकर्ता हुनुहुन्छ, उहाँले हामीलाई बनाउनु भयो। हरेक अवस्थाबाट होइन, हामी एउटा धुलो मैलो माटो जस्तै हौँ र उहाँले हामीलाई आफ्नै स्वरूपमा बनाउनु भयो। त्यही भएर चाहिँ हामी उहाँलाई मात्र दण्डवत गर्न सक्छौँ हैन। उहाँ बाहेक हामी अरूलाई कसैलाई पनि दण्डवत गर्न मिल्दैन, किनकि हाम्रो आफ्नै भित्री हृदयले तपाईँ सोच्नुहोस्, के तपाईँ आफ्नो सृष्टिकर्तालाई छोडेर अरूलाई दण्डवत गर्न सक्नुहुन्छ? त्यही भएर प्रियहरू हामी चौथो कुरा चाहिँ हामी सिक्यौँ कि हामी परमेश्वर बाहेक अरू कसैको दण्डवत गर्नु हुँदैन। हुन्छ त प्रियहरू, आजलाई यति नै। आज परमेश्वरको वचन यति नै सिक्नेछौँ हामी। र यसमा केही कुराहरू तपाईँ थप्न सक्नुहुन्छ, यसमा केही मनमा लागेका कुराहरू, तपाईँहरूले जानेका कुराहरू तपाईँ थप्नुहोला र प्रतिक्रिया पनि दिनुहोला हैन। यसरी नै हामी एक दोस्रालाई उत्साह दिँदै अनि एक दोस्रालाई हामी प्रोत्साहन गर्दै हामी अझै वचनमा अगाडि बढ्दै गरौँ र परमेश्वरको राज्यको नजिक अझै हामी आउन सक्छौँ। त्यही भएर प्रियहरू एकदमै उत्साहका साथ तपाईँहरू पनि आफ्ना विचारहरू राख्नुहोला। धन्यवाद। सम्पूर्णलाई जय मसीह।